हेलो साथीहरू आज चाहिँ हामी घुम्न जाँदैछौँ नाइट भ्यू बौद्धको नाइट भ्यू अनि आज चाहिँ हामी के गर्छौँ त्योहरू सबै हामी तपाईँलाई देखाउनेछौँ। नमस्ते र जय मसी। अनि छोरी अब सबै भन्ने कुरा भाइले भनिसक्यो। हामी सँगै बस्नु होला आज के गर्छौँ भनेर हेर्नलाई। आज चाहिँ हामी पुरा फुल हामी तिनजना जाँदा फुल इन्जोय गर्ने भनेर चाहिँ हिँड्न आँटेका छौँ अघि होइन। हामी चाहिँ आज खास गरी चाहिँ बौद्ध जान आँटेको हो। अनि त्यहाँपछि बौद्धमा गएर के गर्छौँ हामी त्यो तपाईँहरूलाई देखाउने छौँ। अनि हामीलाई चाहिँ माया गर्नु होला अनि सपोर्ट गर्नु सब्सक्राइब गर्नु नबिर्सिनु होला। हामी चाहिँ दार्जिलिङ युवा क्लबसम्म आइपुगेका छौँ। यो दुईजना के बोलिरहेछ क्या मैले सुनेको भए त मरिजाउँ होला है। अहिलेसम्म आफ्नै तरिकाले पुरा बोल्दै हिँडिरहेछ हो यो दुइटा। मैले केही सुनिरहेको छैन क्या अहिलेसम्ममा। त अनि तेरो साइड पैसँग राख यसको अनवान्टेड स्वाग यो छोरा तिम्रो स्वाग कस्तो छ? I don't know anything. I don't know anything. Wow. You were bad and you were bad. अरे यो ब्याड उ ड्याड रे त के हो? No, this is not that. This is the dead. Dead? What will do dead? This is not dead. One. This is not died. Don't think the dead body हो। You are a Zombie little. हो, zombie। This is a little one of the. What one of the कहाँ गयो? This is a little one of monkey. This are monkey, you are donkey। Why? You know, this donkey। No, bro. I'm not donkey. You are a monkey. यिनीहरूको कहिलेदेखि चाहिँ प्रो भयो? यो प्रो नै हो कि? This is a boy. That's why. बोइज हो यो बोइज हो? Yes. Yes. This is a not girl. This is a boy. Yes, I am a superhero boy। No. He is unwanted in the world। No. I am strong than you. I know who is strong and who is loser। I don't know anything. I don't talk with you anything. यो छ नि यो दुईटाले मेरो मासु खाइरहेछ अहिले। खान्छु त। मेरो मासु खाइरहेछ यो दुईटाले। प्रो भइसक्यो उ जम्पी हो अहिले मलाई त्यस्तै लाग्यो क्या। अस्ति नै पनि मलाई यसले टोकेर नानु है यहीँनिर टोकेर घाउ बनाइदिएको थियो क्या। अहिले पनि यहीँ टोक्ने कोसिस गरिरहेछ यो जम्पीले। हामी के खान आँटेको भन हो? अनि अरू अहिले खाँदै जाँदाखेरि आयो त चटपटे वा भन मिठो। नानु ओ तिन त यहाँ हेर न एउटा सुखा अनि एउटा झोल। यता राख्नु बेच्दा। मिठो हुन्छ। लाफिङ ट्राई गर्दैछ है छोरीले चाहिँ। म पनि ट्राई गर्छु ल। मिठो छ? नट ब्याड भन्नु न। ठिक छैन? मिठो होला हौ अरूभन्दा। कुन मिठो झोल कि झोल बिनाको? कुन मिठो? झोल बिनाको है? तिमी ट्राई गरेर त छोरी तिमी खाऊ त ल फेरि। त्यस्तो अमिलो छैन कि झोल त्यसमा। मैले सधैँ खाने भन्दा नमिठो छ। कस्तो छ? खाना पाएपछि सधैँ
मिठो छ नि त हामी चाहिँ चटपटे के अरे लामी खायौँ अब दही पुरी टेस्ट गर्छ मेरो छोरीले चाहिँ पुरा भिडियो बनाउँदैछ क्या देखाऊँ नानु भिडियो तैँले बनाएको पिरो भयो मेरो छोरो धेरै पानी खाऊ न कहाँ बस्ने अरे दही पुरी आयो दही पुरी के पुरी अब हामी खान्छौँ खाऊ त जानु खाऊ So tasty. चाहिँ चटपटे पानीपुरी त्यहाँपछि लाफिङ पानीपुरी पानी होइन के अरे दही चाट दही पुरी खायौँ अनि त्यहाँपछि हिँड्यौँ फेरि गाइजहरू तिनजना त नहेर्नु न मलाई झन् नै उडाएर लान्छ त अब हामी जाँदैछौँ बौद्ध पुग्न आँट्यौँ टोखातिर त छ नि बाटोको पिछामा हेऱ्यो भने पनि सोधेर केही भन्दैन नि हामीलाई किन अनि टोखामा चाहिँ त्यस्तो त त्यही भएर सेफ ठाउँ यहाँ त यतिको हिँडिरहेको छ त्यहाँको वाइ वाइ लाग्यो सात त गयो होला नि हामी चाहिँ बौद्ध आइपुगिसक्यौँ गाइजहरू ओइ बच्चाहरू हामी बौद्ध आइपुग्यौँ होइन छोरो खुसी लागेको छ कि छैन अब हामी घुम्ने नि के अरे त्यस्तो हेर्नु उता हेर न उता अगाडि क्यामेरा भएर फोटो भिडियो हामी खिच्छौँ बनाउँछौँ गाइजहरू हामी अब फुल रमाइलो गर्नेवालामा छौँ यता के चाहिँ त्यस्तो के किन्नु हौ है हामी त त्यस्तो केही पनि लागु छैन हाम्रो जीवनमा मान कि नमान तिम्रो इच्छाको कुरा हो तर कस्तो मजा आउने हुन्छ कस्तो छुट्टै भाइब छ यतानिर चाहिँ है नानु स्ट्रेट हियर हे कि नै नानु तर मेरो छोरो चाहिँ के साह्रो झुन्डेको हौ राम्रो कहिले झुन्डिनु पाएको छैन अचम्म छ भन्ने खोइ तपाईँहरूको मात्रै सरी मेरो मात्रै बच्चा यस्तो कि सबैको बच्चा यस्तो हुन्छ कि जहिले तहिले यस्तो चिप्कु जस्तो चिप्किएर हिँड्छ क्या कतै जान पनि दिँदैन चेप्टिएको छ कसको बच्चा यस्तो चाहिँ गाइजहरू मेरो त यस्तै छ हेर्नु चिप्किएर हिँड्न पाएपछि केही चाहिँदैन उता हेर यता हेर नि त मम्मीलाई अनि मम्मीले यस्तो मिहिनेत गरेर बौद्ध घुमाउनु ल्याइरहेछ अनि तिमीलाई अलिकति पनि केही खुसी फिल भएको छैन मम्मीलाई माया गर्नु लागेको छैन ल गर न हामीले चाहिँ फोटो भिडियो त खिच्यौँ कि तर राम्रै आएन कस्तो टेन्सन लागिरहेछ भनेको फेरि एकातिर मेरो छोरा रिसाएर कम त होइन हेऱ्यो भने अहिले नै रिसाइरहेछ खै घुमेको अरे के यत्रो घुमिरहेछ अनि यहाँभन्दा चाहिँ कति घुम्नु पर्ने यसलाई अबदेखि नि यसलाई म कहिले पनि हिँडाउँदिनँ कहिले कति चाहिँ बुढै चाहियो देखिस् तैँले चाहिँ 344 ता खिचिसक्यो यसलाई अबदेखि नाना हामी ल्याउनु होइन काबु बनायो न होइन देख्यो यसो चिप्किरहेको छ यसमा
अब मैले यहाँ गोब्रो समात्नु कि यो मेरो यसले हात समातेको समय त्यो जाम यहाँ घुम्ने मान्छेहरूलाई डिस्टर्ब मात्रै उठाउँछ भन्ने नानु त्यताबाट होइन होला हौ, बाहिर जाने बाटो यतै हो यतै एक्कासी आइहाल्यो अघि न एकछिन मेरो हात नसमात न साँच्चै मलाई लाज लागिसक्यो आज यता यता लाभा चाहिँ हामी यसो फोटो भिडियोहरू गर्नु तर राम्रो नै आएन अनि यताबाट पुरै सिधा जाने हो के मेरो छोरा नि रिसाके गयो अब भन्नुहोस् न अब आफूलाई मनपर्ने आफूलाई कम्फर्टेबल लुगाको लाउँछ थोरै नै तिनीहरूले किनिदियाहरू हामीलाई हामी आफ्नो पैसाले त किनिहाल्छौँ होइन अब हामी बाहिर निस्किन्छौँ बाहिर निस्किने बाटो हेरिरहेको छौँ कहाँबाट पो निस्किन्छ होइन हो हामी यताबाटै थियो बन्द हुन्छ र हुँदैन कि भेटाए यही छैन यहीबाट हो निस्किने बाहिर हामी चाहिँ नि अब त्यही हो भिडियो फोटोहरू बनायौँ ओऱ्यौँ अनि हिँड्यौँ नाइट भ्यू अब मेरो छोरीले धेरै रिक्वेस्ट गरिरहेको थियो कि जाम भनेर अनि त्यही भएर चाहिँ हामी आएको हो गाइजहरू यस्तै छ अब फेरि पछि के पो गर्ने होला हामी गएर के खान्छौँ होला घर गएर ल गाइजहरू यति बेलासम्म हेरेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद हाम्रो भिडियोलाई अनि हामी चाहिँ आजको हाम्रो भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छौँ अनि लाइक कमेन्ट सब्सक्राइब अनि सेयर पनि गर्न नबिर्सिनु होला हाम्रो भ्लगलाई त्यही हो होइन के भन्न चाहन्छु लास्टमा